लो हाम्रो सामान चाहिँ अलिअलि किन्नु सक्यो है। च्याउ लियो, च्याउ अनि खोर्सानी, आलु सबै पाइन्छ यहाँ, सबै पाइन्छ सबै। अब यो हामी वहाँ चामल लिन जाँदैछौँ। यो चाहिँ तपाईँको दुध। दुध पनि यहाँको पनि राम्रै हुन्छ, दुध एकदम दामी हुन्छ दुध, नेपालको सेम सेम। पाउरोटीहरू यहाँ यस्तो राखेको हुन्छन्। यो चाहिँ फेरि क्रिमवाला पाउरोटी हो। 1 रुपियाँ प्राइस यसको, 1 रुपियाँ 50 पैसा, 2 रुपियाँ। यो तेल भयो है, फ्लावरको तेल, सनफ्लावरको। अब हामी यहाँ सिधै चामल थिम जान्छौँ। कुन चाहिँ लाने? त्यही 6 रुपियाँवाला। यो 6 रुपियाँवाला चामल मसिनै छ। कतिवटा हाल्ने? एक पो छ होइन? हामीले 1 हप्ताको लागि 5 किलो हाल्ने। 1 हप्ताको अहिले खाने केही बोक्ने कि त्यो जुस सुस भयो त्यसमा नाम। सबै पाइन्छ, सबै पाइन्छ। हेर्नुहोस् है, पैसा भएपछि जे पनि पाइन्छ क्या यहाँ। वाइनहरू हो, यो मासु पेकिङ, खुट्टा, बुङ्गुरको खुट्टा भयो। त्यति नै हो। यो कोको प्याकलाई चाहिँ 28 रुपियाँ अरे।